वेलकम टु माई न्यू भ्लग। आज चाहिँ म स्कुल जाँदैछु। म चाहिँ जान्छु अब यहाँबाट घरबाट। अनि यता चाहिँ भर्खर चाहिँ 9 बजेर यस्तै 10-15 मिनट गइसकेको छ। अनि म चाहिँ तल अर्गन चोकमा गएर केटाहरूसँग जानुपर्ने हुन्छ। तल चाहिँ केटाहरू पर्खिन्छ। अनि म चाहिँ यता बुढी बजार निक्लेर जानुपर्ने हुन्छ बसबाट। अनि त्यही हो, सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु। भिडियोलाई फुल वाच गर्नु होला। अनि च्यानललाई लाइक सब्सक्राइब गर्नु होला। आज चाहिँ राम्रै भयो, आकाशमा फुलेको छ। हिजो त पानी परेर बाटोमा भिजाइदियो है। अनि आज चाहिँ यही हो, यस्तो पानी उस भइरहेको कि यो घाम लागिरहेको राम्रो नै। यता हिमाल नै देखिएको छ। म चाहिँ यहाँ बुढी बजार आइसकेको छु। यता गाडी आइरहेको छ। गाडी हेरेर जानुपर्ने हुन्छ न। यता आइसकेको छु। त्यहाँ बसी आउँदैछ गाडी चाहिँ। म चाहिँ अब यस्तो यहाँ गाडी कुदाउनु पर्ने हुन्छ। अनि गाडी चाहिँ त्यही नै छ, त्यही नै छ। यहाँ अन्जली त्यसलाई चाहिँ कुदाउनु पर्ने हुन्छ। यो सबै चाहिँ म चाहिँ बसेर आइरहेको छु। अनि केटाहरू चाहिँ तल बगिँदैछ। केटाहरू चाहिँ जानुपर्छ। सबै म चाहिँ यहाँ बसबाट झरिसकेको छु। अनि म चाहिँ यता केटाहरू भएको ठाउँसम्म जानुपर्ने हुन्छ। केटाहरू त्यो नाली छ। अनि केटाहरू चाहिँ उता पर्खिँदैछ मलाई। अनि केटासम्म जानुपर्ने हुन्छ। केटाहरूलाई म एकचोटि हिँडेर फोन गर्छु। अनि कहाँ छ भने ठाउँ त्यहाँबाट नि हिमाल देखिरहेको छ। सो गाइस केटाहरू चाहिँ त्यहाँ अघि छ। अनि केटाहरू चाहिँ हिँड्दैछ है। केटाहरू चाहिँ त्यहाँ अघि केटाहरू चाहिँ अघि हिँड्दैछ। मारो चाहिँ यस्तो चुपिया मास चलाएर हिँडिरहेको छ। कस्तो नपर्खेर कस्तो हिँडिन्छ। एकछिन यहाँ त्यो टाढो देख्नै हुन्न। चुतियाहरूले साला भागिदिइरहेको छ, काम छैन। हाल गाइस हामी चाहिँ अब कक्षा भर्खरसम्म पढेर यिनीहरूमा आज एक्स्ट्रा क्लास थिएन। यो दुईवटा विशेष, त्यो चाहिँ हितेश गर्लफ्रेन्डसँग बोल्दैछ। उहाँ माथि चन्द्रकाली इलाका भर्खरसम्म पढ्यो। अब चाहिँ आज एक्स्ट्रा क्लास थिएन। अब हिँड्यो हामी चाहिँ। यो एक्स्ट्रा क्लास पर्दैन लाग्छ साला। ए स्कुल मोबाइल लिएर आउँछ क्या छ। हेर्नु त कति राम्रो बाटो बन्यो। बाटो बन्यो। म नेता भएपछि त यसलाई त रेल उडाइदिने। यहाँ चन्द्रकालीका बाक्कशालीका नमस्ते टोल। सो गाइस केटा चाहिँ भन्दा कति 10-15 मिनट अघि हिँडेर अझै यहीँ छ घर पुग्ने होला साला। लन्थ्याङ हेर्छ अझ काम छैन। 10-15 मिनट अघि आएर चाहिँ भर्खर बल्ल यहाँ आउँछ। हामी आइसक्यो। तिनीहरू चाहिँ त्यहीँ छन्। हितेश चाहिँ यतातिर जान्छ। मलाई कस्तो हेरिरहेको थियो कि टोइलेट थियो। त्यो टोइलेट चाहिँ म गएको थिएँ। हेर्न कस्तो हेरिरहेको छ केटाहरूले है। अनि त्यो हामीभन्दा 10-15 मिनट अघि हिँडेर त अलि घर पुग्ने बेला अब खासै टाढो नि छैन बाटो। घर उतै माथि गाउँ ऊ त हरियो ढोल भएको। हरियो ढोल भएको यसको बाटो। यो मान्छेको ए गाडी आउँछ यसमा। दुईवटा बसेको चोटि आइदियो अन्त। ए कहाँ जाने हुन्छ हामीलाई त। छेउमै यता खेततिर हाँग फाले नि हुन्छ। यो मान्छे चाहिँ जान्छ अब। ल साले म गएको है। ल भोलि आउनु। ल कहाँ गयो त दुईवटाहरू। अझै कहाँ देखेको नि छैन। तिनीहरू त देखेको नि छैन। अझ सँगै जाउँ भन्छ माथिसम्म। सो गाइस म चाहिँ यहाँ अर्गन चोक आइसकेको छु। अनि यता चाहिँ यस्तो दोकानहरू छ है। अनि यता चाहिँ दोकानहरू छ। यहाँ दोकान चाहिँ अब म चाहिँ गाडी जानुपर्ने हुन्छ। माथि गाडी आइरहेछ।
अनि भित्रलाई चाहिँ फुल भएको बस्नु चाहिँ गाडी आएर बस्दैछ झमझम गर्नु चाहिँ गाडी आएर बस्नु जान्छु म चाहिँ म चाहिँ यहाँ बुढी बजारमा झरेर अब यता घर जाने बाटोतिर अब आइसकेको छु आएको छ म चाहिँ भर्खर यहाँ गाडीहरू झरेर यता आइसकेको छु हुन्छ च्यानललाई लाइक सब्सक्राइब गरिदिनु होला यहाँ चाहिँ सब्जी मन्डी छ सानो गाडीहरू जान्छ सो गाइस हिजो चाहिँ यहाँ एउटा पानी परेको थियो अनि हिजो चाहिँ म दौडिरहेको थिएँ आज चाहिँ पानी पर्दाखेरि यस्तो मस्त घाम लागिरहेको है अनि आज चाहिँ म दौड्न सन्चै जान्छु नि त यता हिजो पानी परेर आएर चाहिँ म दौडिरहेको थिएँ अनि आज चाहिँ पानी परेको पनि छैन राम्रो घाम लागेको छ अब सन्चै जाने अब पानी खासै जोड जाने छ हल्का सट रुजे थियो अनि त्यही हो अब घर पनि आउनु लाग्यो अनि हिजो चाहिँ के हो त्यो माथि घुम्ती सीमा अलि माथि चाहिँ घुम्ती सीमा आउँदा ठ्याक्कै अलि पहिला त पानी आउँदा जस्तो गर्थ्यो त्यो बुढिया ठ्याक्कै त्यो बसबाट झर्नु बित्तिकै अनि त्यति चाहिँ पानी परेको थिएन अनि पछि यता माथि सक्ने चोकसम्म आउँदा चाहिँ पानी पर्न सुरु हुनु लाग्यो अनि म चाहिँ डुबेँ नि त अनि चाहिँ हिजो डुबन पऱ्यो आज चाहिँ डुबन पर्दैन कि आज चाहिँ घाम लागिरहेको छ मस्त अनि त्यही हो सो गाइस अनि म चाहिँ अब फाइनल घर पुगिसकेको छु अब ड्रेस पेन्ट पर्ने हुन्छ अन्त फाइनल घर पुगिसक्यो आजको लागि यति नै फेरि मिल्नु नयाँ भिडियोमा त्यसमा बाई बाई